वेलकम बैक टु आवर युट्युब च्यानल। यहाँ हेर्नुहोस् अब बेहुलीको हालत त्यस्तो खत्तम भइरहेछ। बेहुली हेरे बेहुलीको हालत पतला भइरहेछ हो। अन्त वेडिङ आउनु चाहिँ 2-3 दिन छ। डरलाग्दो बिजी भइरहेछ सबैजना हो। अन्त काम सघाउनुहरू आइरहेको छ समाजको, अन्त हाम्रो यहाँ डुङ्ग्राको, अन्त साथीहरू पनि सघाउन आइरहेको छ। को आएको छ तपाईँहरूलाई देखाउँछु कस्तो भइरहेको छ अहिले माहौल। अब वेडिङ आउनुभन्दा रिसेप्सनको अगाडि चाहिँ हुन्छ। हेर्नुहोस् तपाईँले देख्दैछु बिजी भएर सब्जी काट्दैछ, अचार बनाउँदैछ, यहाँ साग को छ यता किचनमा चाहिँ। ए अर्को काकी रहेछ यहाँ बिजी भइरहेछ काकी पनि। यता नि दम हुँदैछ काकीहरू आएर। हाल्नु पर्यो नि अन्त भोलि पर्सिसम्म मेमोरिज हुन्छ। प्याज झऱ्यो। रतन काकाहरू अङ्कलहरू यहाँ पनि आउँदैछ भाइहरू हो। माथि नु काम गर्दै रहेछ। बनाउने दिदी 2 जना यता हो, खाप्स्यो बनाउने। शरद दादाले आँटा मुस्दैछ हो, यता नानाले म चाहिँ हल्का सजिलो काम गर्छु। रुक्ना नानाले यति नै मात्रै गरिसक्दैछ हो। खाप्से बनाउनेहरू चाहिँ यहाँ स्पेसल मगाएको छु मैले। यहाँनिर चाहिँ यहाँ अर्को खाप्से बनाउनु एक्लै बनाउँदैछु। यहाँ फेरि कसै बनाइसक्यो। अब चाहिँ यहाँ अर्को डिस फेरि हो। के हो यो चाहिँ? के अरे के भन्छ अरे यसलाई? हनीकम। एक्सपोर्टहरू आएको छ यहाँनिर। सक्दिनँ रहेछ बनाएर भनेको, खाएर होइन। चुपो लाएर बसेको हेर। हेर्नुहोस् ड्रिम्स चाहिँ अब पुरा हुँदैछ मेरो हो। अन्त यहाँ हेर्नु न सबैजना ग्यादर हुँदैछ। अब बहिनीहरू दादाहरू सबैजना आइरहेछ। यहाँ छामा आइरहेछ। यहाँ हेर्नु सबैजना बिजी भएर डेकोरेसन गर्दैछ हो। अन्त मलाई पुरा खुसी लागिरहेको छ। आइ एम सो ह्याप्पी गाइज। आज चाहिँ यो इन्कम्प्लिट छ, तर अब बिहा चाहिँ आज होइन भोलि पर्सि हो। सबैजना बिजी भइरहेछ डेकोरेसन गर्नु। मेरो बहिनीहरू छ्यामा आइरहेको छ, यहाँ आइरहेछ। हेभी गरिदिँदैछ, हेभी। दादा नि त आइरहेको छ, बहिनी आउँदैछ सपना। अन्त अब मेरो फेसियल गरिदिन रहेछ छ्यामाले हो। यहाँनिर नि छ। काँटी साटी पनि ठोक्छ हाम्रो बेहुलीले। बेहुलीको हालत चाहिँ पतला भइरहेछ। तर हेर्नुहोस् कस्तो भइरहेछ। सो पुरा कस्तो डल भइरहेछ। अन्त छ्यामाले चाहिँ फेसियल गरिदिन आँटेको छ, मेहन्दी पनि लगाइदिने भन्दैछ। हेरौँ अब भ्याउँछ भ्याउँदैन। यहाँ हेर्नु नि तपाईँहरूलाई डान्स गरेको देखाइदिन्छु भनेको त। सबैजना हेलो गाइस, आज चाहिँ अब हाम्रो ब्राइडको सानो मेहन्दीको फङ्सनको लागि चाहिँ रेडी हुँदैछ हामी। हाम्रो ब्राइड चाहिँ यहाँनिर फेसियल गर्नुहुँदैछ। हेलो, शी इज गेटिङ रेडी फर द स्मल फङ्सन। राम्री बनाइदिँदै छ मलाई यहाँनिर हाम्रो छ्यामाले। यता बोलाउँदा हुन्छ फेसियलको लागि। कन्ट्याक्ट गरिदिनुहोस्। कन्ट्याक्ट मी फर द फेसियल। हाम्रो दादा पनि आउनुभयो। अब दादाले पनि मेहन्दी लगाइदिनुहुन्छ। रवि दादा हाई भनिदिनुहोस् न। यो मेहन्दीको ब्लग। मैले आज मेहन्दी रच्ने वाली यो त 3 महिना 4 महिनामा अलिक मात्र होला। मेहन्दी लागि यो हाल्दै नजाने ब्लगमा। अब त मेरो फेसियल हुँदैछ भने अब यो बिसुती पकाएमा
फङ्सन स्टार्ट भयो नि उनु गइरहेको छ हाम्रो राइट यता हाम्रो गर्ल्स म र कृतिका भएर लगाउन आँटेको छ लु अब बस्नु भयो नाना इज सो एक्साइटेड हाम्रो मेहन्दी डिजाइन चाहिँ यस्तो रहेछ यता हो म मुन भित्र होइन रातिको 2 बजिसकेको छ मेरो भेनाजीको नामहरू हातमा लेखिदिइरहेछ ब्युटी त नि त वाह थ्याङ्क यू भनिदिनु थ्याङ्क यू सो मच कृतिका र के रे 10,000 माग्नु अनुजालाई 10,000 माग्नु थ्याङ्क यू इज नट इनफ प्लिज 10,000 थ्याङ्क यू सो मच अनुजालाई र कृतिकालाई मेरो स्वर पनि उयो भइसक्यो दिन लागेर दामी भयो।